हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ दाइ र म चाहिँ यतातिर घुम्न आएछौँ। म चाहिँ यता थकाइ लागेर यहाँ बसिरहेको थिएँ। दाइ चाहिँ उतातिर जानुभएको छ। हामी चाहिँ हाम्रो पुरानो स्कुलमा आएछौँ। म तपाईँहरूलाई देखाउँदैछु स्कुल। यो चाहिँ ग्राउन्ड हो अनि यहाँ चाहिँ हल्का नयाँ बनाउनु भएको छ। यतातिर चाहिँ अर्को नयाँ ठुलो ग्राउन्ड बनाउनु भएको छ। यो चाहिँ ग्राउन्ड हो। आज चाहिँ शनिबार हो अनि स्कुलहरू सबै बन्द भएर पुरा सुनसान छ। 8-9 वर्षपछि बल्ल स्कुलमा आइयो। जोस एकदमै याद आयो। पहिलेको बिताएको समयहरू, बिताएको पलहरूको धेरै याद आयो। मैले दाइसँग आज भनेको थिएँ नि, उहाँ दाइ नै हो। फिर हो क्यों पर क्या यहाँदेखि चाहिँ जोस बपालदेखि लिएर चाहिँ सबै ठाउँहरू देखिने रहेछ होइन। मैकोट पनि क्लियर रूपले देखिने रहेछ मैकोट होइन। अनि हुकाम पनि हल्का देखिने रहेछ। यहाँदेखि चाहिँ जोस खतरा बबालै देखिने रहेछ है गाइसहरू। म चाहिँ तपाईँहरूलाई देखाउने छु। यहाँदेखि चाहिँ जोस बपाल देखिने रहेछ सिनहरू। वाह, जोस पहिलेदेखि पढेको स्कुलको चाहिँ एकदमै धेरै माया लाग्दो रहेछ क्या होइन। एकदमै याद आउँदो रहेछ क्या होइन। मैले चाहिँ सबैजना मेरो साथीहरूलाई एकदमै मिस गरिरहेको छ होइन। सबैलाई एकदमै भित्रैदेखि माया छ होइन। अहिले सायद हामी खासै त्यस्तो भेट्दैनौँ क्या होइन। हामी सबै कहाँ पुग्यौँ होइन, आफ्नो सपना भोगेर होइन। कोही कता छौँ, कोही कता छौँ होइन। कसैले त बिहे गर्नुभयो होइन, कसैले चाहिँ छोरै पाउनु भएको छ, कसैले बिहे गरेर अब गाउँतिरै बस्नु भएको छ होइन। कोही चाहिँ अब तलतिर पढ्नुहुन्छ होइन। अब कोही कता होइन। एकदमै माया छ सबैजनालाई। एकदमै मिस गरिरहेको छु मेरो साथीहरूलाई होइन। जब बच्चैदेखि सँगै पढेर होइन, यत्रो ठुलो भएर अब यही स्कुलदेखि 8 क्लाससम्म पढ्यो होइन। अब एकदमै माया छ सबैजनाहरूलाई। अब म पनि एकदमै सम्झाएको छु सबैजनालाई होइन। अनि यो हाम्रो स्कुललाई पनि एकदमै मिस गरिरहेको थिएँ। आज चाहिँ जोस दाइ र म चाहिँ यतातिर घुम्न आएछौँ होइन। अब यतातिर आएको आज चाहिँ शनिबार रहेछ क्या होइन। पुरा साइलेन्टमा होइन, कोही छैन क्या होइन। स्कुल फेरि गाउँभन्दा अलिक टाढा नै छ क्या होइन। गाउँभन्दा हल्का टाढा नै छ, त्यही भएर एकदमै साइलेन्ट क्या होइन। कोही छैन क्या, विद्यार्थीहरू कोही छैन। अब आज शनिबार भएर पनि होला होइन। अब कोही छैन। अब केटाहरू पहिले चाहिँ केटाहरू चाहिँ दौरो फुटबल खेल्थ्यो होइन। भलिबल खेल्ने केटाहरू, फुटबल खेल्ने केटाहरू आउँथ्यो कि होइन। आज चाहिँ केटाहरू पनि कोही छैन होइन। एकदमै कोही छैन क्या, साइलेन्ट के। दाइ र म मात्र, दुईजना मात्र छौँ होइन। हेर्न सक्नुहुन्छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ, कोही छैन क्या, पुरा साइलेन्ट के। आज शनिबार भएर होला होइन, कोही छैन। एकदमै याद आयो, एकदमै माया छ, एकदमै मिस गरेँ होइन। हाम्रो स्कुल एकदमै धेरै माया लाग्दो रहेछ क्या होइन। बचपनदेखि स्कुलमा पढेको होइन, स्कुलमा पढेर यत्रो गइयो होइन। जोस् आज
लामो समयपछि चाहिँ स्कुलमा आएर चाहिँ एकदमै माया लाग्दो रहेछ पहिलेको बिताएको पलहरू होइन, पहिलेको साथीहरूसँग जिस्केको होइन, सरहरूलाई नटेर्ने होइन, त्यो यादहरू चाहिँ धरो आउँदो रहेछ क्या होइन। अनि म अहिले चाहिँ तल 8 क्लासमा गएर चाहिँ मेरो नामहरू देखाउने छु होइन, त्यहाँ लेखेको थिएँ होइन, नाम लेखेको थिएँ, खै त्यो मेट्या छ कि मेट्या छैन त्यो त थाहा छैन होइन, अझसम्म छिरेकै छैन होइन। तर म चाहिँ अहिले गएर तपाईँहरूलाई देखाउने पनि छु होइन, मेट्या छ कि छैन, अब त्यो चाहिँ म तपाईँहरूलाई देखाउने छु। जस पहिलेको भन्दा धेरै चेन्ज भएर रहेछ हाम्रो स्कुल होइन, पहिले चाहिँ यो ग्राउन्ड मात्र थियो, अहिले चाहिँ हल्का अर्को नयाँ ग्राउन्ड पनि खनिदिनु भएको रहेछ होइन, उपारि अर्को नयाँ ग्राउन्ड पनि खनिदिनु भएको रहेछ, पहिलेको भन्दा जोस हल्का चेन्ज भएको रहेछ, धेरै चेन्ज भएको छ। पहिले चाहिँ यो भवन पनि थिएन क्या होइन, हामी पढ्ने बेला यो भवनहरू पनि थिएन होइन, अहिले चाहिँ जोस नयाँ भवनहरू पनि भएको रहेछ होइन, अब जोस बवालै भएको रहेछ अहिले, पहिलेको भन्दा हामी पढ्ने बेला भन्दा पनि जोस राम्रै भएको रहेछ, खुसी लाग्यो होइन, धेरै वर्षपछि आइयो होइन, एकदमै खुसी लागिरहेछ, एकदमै बिन्दास पारामा छु अहिले। जोस मैले चाहिँ होइन 8 क्लासको झ्यालमा चाहिँ नाम लेखेको थिएँ होइन, अब म तपाईँहरूलाई त्यो नाम चाहिँ मेट्या छ कि मेट्या छैन, अब म चाहिँ त्यो नाम मैले तपाईँहरूलाई देखाउने छु होइन। अगाडि चाहिँ सिँढीहरू होइन, अब पाल्छ सिँढीहरू होइन, तपाईँहरूलाई मेरो नामहरू देखाउन गइरहेको छु 8 क्लासमा। उहाँ नै हो मेरो दाइ, उहाँले चाहिँ खतरा गीत गाउनुहुन्छ होइन, जोस एकदमै खुसी लाग्छ। पहिले चाहिँ यस्तो भवनहरू थिएन होइन, अहिले चाहिँ खतरा अहिले चाहिँ नयाँ भवनहरू बनाउनु भएको रहेछ, एकदमै खुसी लाग्यो होइन। जो अहिले चाहिँ भवनहरू बनाएर जोस दामी बनाउनु भएको रहेछ, दामी भएको रहेछ। अनि योमा चाहिँ मैले टोयलेटमा चाहिँ मैले त्यो एजुकेसन भनेर लेखेको थिएँ होइन, एकजना मामाले पनि लेख्नु भएको थियो होइन, हो भनेर यहाँ लेख्नु भएको रहेछ, असम्म रहेछ होइन। अनि मैले चाहिँ यहाँ चाहिँ एजुकेसन भनेर लेखेको होइन, यो अझसम्म रहेछ क्या गाई छ, एकदमै खुसी लाग्यो क्या होइन, एजुकेसन भनेर लेखे असम्म रहेछ होइन, गाई छ, एकदमै खुसी लाग्यो होइन। पहिले त हामी त हाउडे पारामा थियौँ क्या होइन, जे पाइ त्यही लेखिदिने होइन, सरहरूलाई नटेर्ने क्या होइन, गाई छ पुरा आफ्नै पारामा होइन। यो चाहिँ अफिस हो गाइजर अफिस, हाम्रो स्कुलको अफिस चाहिँ हो गाइजर होइन, श्री आधारभूत विद्यालय रनमा बुढाउटर गङ्गा गाउँपालिका 3 रुकुम पूर्व। यो चाहिँ हाम्रो स्कुल अफिस हो गाइजर। यो चाहिँ 8 क्लास हो होइन, 8 क्लास कक्षा त्यहाँ के तासेर पुरै केही देखिन्न कि गाइजर होइन, तर 8 कक्षा हो। यो जालमा चाहिँ मैले लेखेको थिएँ कि गाइजर होइन, मेरो नाम लेखेको थिएँ कि यहाँ रहेछ गाइजर, असमेट्या रहेछ, निश्चल बुढा मगर निश्चल एन्ड समीर मगर मैले लेखेको थिएँ कि असम्म रहेछ क्या गाइजर, एकदमै खुसी लाग्यो क्या होइन, असम्म रहेछ होइन।
रहेछ एकदमै माया लाग्दो रहेछ एकदमै याद आउँदो रहेछ होइन अब पहिलेको पढेको स्कुलहरूमा आउँदा चाहिँ एकदमै पहिलेको यादहरू चाहिँ ताजा ताजा भएर आउँदो रहेछ क्या होइन एकदमै याद आउँदो रहेछ एकदमै माया लाग्दो रहेछ क्या होइन आंखें मूंदे तो जाने किसे ढूंढे के सोया जाए ना के सोया जाए ना किसे ढूंढे अहिले चाहिँ जस भगवान्हरूको भगवान्हरू भएर रहेछ होइन जस खुसी लाग्यो पहिलेको भन्दा धेरै चेन्ज भएको रहेछ होइन धेरै अपडेट भएको रहेछ होइन एकदमै मानो निंदिया पिरा